हेलो हजुर, नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी यहाँ ताप्लेजुङको मुदिङकोकमा पार्कमा रहेको छौँ। लागारी र यो चाहिँ मुदिङकोकमा र यो मुदिङकोकमा छौँ आज हामी। यो मुदिङकोकमा फोटो स्टेट ठाउँ। यहाँ यस्तो अवस्था रहेको छ र यो फोटो खिच्न जानको लागि बनाएको पोइन्टमा जानुपर्ने सिँढी बाटो। यहाँ हेर्नुहोस्, मेरो मिसेस चाहिँ पिङ खेलिरहेको अवस्था। पिङमा र यता यो चाहिँ बस्ने हावाघर। यहाँबाट देख्नुहुन्छ यो लभको साइन। यतातिरको दृश्य यस्तो छ भने यतातिर यस्तो छ। ल हेर्नुहोस् साथीहो, तर अहिले यो झार भएको अवस्था छ। तर यो एउटा पार्क बन्दै गरेको हो। अब केही महिना पछाडि यो सम्पन्न हुन्छ होला। अहिले यो सम्पन्न हुन बाँकी छ भने यहाँतिर लभको साइन एउटा बनाइराखेको छ। यतातिर यस्तो बनिरहेको छ। यसमा यो ठाउँमा एउटा छुट्टै खालको आनन्द आउँछ। हेर्नुहोस्, यतिको उकालो बाटो सिँढी छ, उकालो ओह्रालो। यो ठाउँमा आएर महसुस गर्नुहोस् साथीहरू। तपाईँहरू ताप्लेजुङ बजारमा आउनुभएको छ भने, फुङलिङ नगरपालिका सदरमुकाममा आउनुभएको छ भने यो ठाउँमा एकचोटि अवश्य पनि आइदिनु होला। कस्तो छ के छ तपाईँ आफै आएर यो ठाउँमा महसुस गर्नुहुनेछ यो ठाउँको महत्त्व।